के छन् तिम्रा ती ओठभित्र चुस्ने मन छ के छन् तिम्रा ती ओठभित्र चुस्ने मन छ चुस्दा चुस्दै अझ भित्र घुस्ने मन छ चोखो पवित्र दिलमा समेत तिमी पस्ने होइनौ र चोखो पवित्र दिलमा समेत तिमी पस्ने होइनौ र प्यारी सँगै रहौँला नि नजिक बस्ने होइनौ र प्यारी सँगै रहौँला नि नजिक बस्ने होइनौ र घरकाले भन्छन् छोरो ठुलो भइसकेछ अझै घरकाले भन्छन् छोरो ठुलो भइसकेछ अझै के छ विचार प्यारी मक्सिर लाग्यो लगन कस्ने होइन र के छ विचार मक्सिर लाग्यो लगन कस्ने होइन र अब एउटा यो मन अन्त्यतिर सरेको दिन तिमी कस्ती हुन्छौ यो मन अन्त्यतिर सरेको दिन तिमी कस्ती हुन्छौ आँखाबाट आँसु झरेको दिन तिमी कस्ती हुन्छौ आँखाबाट आँसु झरेको दिन तिमी कस्ती हुन्छौ म एकछिन साथमा नहुँदा त छटपट गर्ने म एकछिन साथमा नहुँदा त छटपट गर्ने तिमी थाहा छैन अझ म मरेको दिन कस्तो हुन्छौ थाहा छैन अझ म मरेको दिन कस्तो हुन्छौ तिमी अब एउटा कविता छ कविताको शीर्षक छ तिमी मेरी मेरो प्रेम नै तिमी दुःखी छैन अरू मेरो सङ्गाती प्रेम पात्र स्नेह भाजन तिमी मेरी कुशल छ यदि सङ्गीती सहचारी उपचारिका तिमी मेरा लागि परम सुन्दरी तिमी मजनु मुमताज फरियाद जुली अनि दिलकी रानी तिमी मेरो सती सावित्री मात्र तिमी मेरो जीवनको एक तिमी दुई तिमी र 100 पनि तिमी अनि 1000 लाख पनि तिमी त्यति मात्र कहाँ हो मेरो रिस तिमी झगडा तिमी दण्ड तिमी पीडित तिमी अनि पीडा पनि तिमी अनि कष्टै कष्ट पनि तिमी पहिले आगो पछि पानी तिमी फेरि क्षमाशील पनि तिमी सहनशीलताको धरती तिमी मेरो सबै गल्ती कमी अनि कमजोरीको माफी बिना जति सबै तिमी मनोविनोदको सफर पनि तिमी जिन्दगीको रहर पनि तिमी अनि जीवनमा काफी नै काफी तिमी मेरो एकमात्र अप्सरा तिमी मेरो एकमात्र अप्सरा तिमी नाइस दामी घामको किरण नपुगेको ठाउँमा पनि प्रकाश देखिन्छ घामको किरण नपुगेको ठाउँमा पनि प्रकाश देखिन्छ तिम्रो मनभित्र त कसैको आवाज देखिन्छ मनभित्र त कसैको आवाज देखिन्छ छतमाथि सुतेर तारा गन्नेलाई थाहा नहुन सक्छ सायद छतमाथि सुतेर तारा गन्नेलाई थाहा नहुन सक्छ सायद झुपडीको आँगनबाट पनि एउटै आकाश देखिन्छ झुपडीको आकाशबाट पनि झुपडीको आँगनबाट पनि एउटै आकाश देखिन्छ कहिलेकाहीँ काँडाले घोचेर दुखाउने भएर त प्यारो छ कहिलेकाहीँ काँडाले घोचेर दुखाउने भएर त प्यारो छ नत्र भने गुलाबभन्दा पनि ढकमक्क गुनास देखिन्छ कहिलेकाहीँ काँडाले घोचेर दुखाउने भएर त प्यारो छ कहिलेकाहीँ काँडाले घोचेर दुखाउने भएर त प्यारो छ नत्र भने गुलाबभन्दा पनि ढकमक्क गुनास देखिन्छ भित्तामा पुरानो तस्बिर छ मलाई देख्दा मुस्कुराउँछ भित्तामा पुरानो तस्बिर छ मलाई देख्दा मुस्कुराउँछ कोठाको ऐनाभित्र अर्को तस्बिर सधैँ उदास देखिन्छ कोठाको ऐनाभित्र अर्को तस्बिर सधैँ उदास देखिन्छ बिहेको यज्ञ जस्तै हो जिन्दगी कसैको आँसु देखिन्छ त्यही नाच्नेहरूको मुहारमा फेरि कसैको उल्लास देखिन्छ थ्याङ्क यू स्टार टुडे म आफ्नो स्वास्थ्यको समस्याले गर्दा